नमस्कार साथीहरू, म हुँ खड्गदरे र यो हो मेरो च्यानल दरे सोल्टी। यहाँहरू सबैलाई च्यानलमा हार्दिक स्वागत छ। तपाईले इन्स्टाग्राम चलाउनुहुन्छ भने पछिल्ला दिनमा एउटा सानो तर निकै चर्चामा आएको परिवर्तन देख्नु भएको हुन सक्छ। इन्स्टाग्रामको लोगो परिवर्तन भएको छ, तर एकछिन तपाईले सोचे जस्तो इन्स्टाग्रामको त्यो फोनको स्क्रिनमा देखिने रंगीन क्यामेराको आइकन भने परिवर्तन भएको होइन। परिवर्तन भएको हो इन्स्टाग्राम भनेर लेखिने वर्डमार्क। यो परिवर्तन अहिले इन्टरनेटमा निकै चर्चाको विषय बनेको छ, किनकि केही मानिसले नयाँ लोगोलाई मोडर्न र स्टाइलिश भनेका छन् भने केहीले त यो इन्स्टाग्राम हो कि इन्स्टाग्राम हो भन्न थालेका छन्। आखिर इन्स्टाग्रामले 10 वर्षपछि आफ्नो वर्डमार्क किन परिवर्तन गर्यो? नयाँ डिजाइनमा के परिवर्तन गरिएको छ? अनि मानिसहरू किन यसलाई लिएर दुई पक्षमा बाँडिएका छन्? आजको भिडियोमा यही विषयमा कुरा गर्नेछौँ। सबैभन्दा पहिले इन्स्टाग्रामले आफ्नो वर्डमार्क परिवर्तन गरेको यो पहिलो पटक भने होइन, तर अहिलेको परिवर्तन करिब 1 दशक पछि आएको हो। इन्स्टाग्रामको अघिल्लो वर्डमार्कमा सन् 2016 देखि प्रयोग हुँदै आएको थियो। त्यसैले इन्स्टाग्रामका अनुसार पुरानो डिजाइन अब समय अनुसार अलि पुरानो महसुस हुन थालेको थियो। इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले नयाँ वर्डमार्कलाई अझ क्लिनर, शार्पर र मोडर्न बनाउने उद्देश्य रहेको बताएका छन्। तर नयाँ डिजाइन हेर्दा एउटा कुरामा तुरुन्तै ध्यान जान्छ। पुरानो लोगोमा इन्स्टाग्रामको नाम एकदमै स्पष्ट र फेमिलियर स्क्रिप्ट स्टाइलमा थियो। नयाँमा पनि पुरानो ह्यान्ड रिटन फिलिङलाई पूर्ण रूपमा हटाइएको भने छैन, बरु कर्सिभ र प्रिन्ट स्टाइललाई मिक्स गरिएको छ। अर्थात् अक्षरहरू केही ठाउँमा ह्यान्ड रिटन जस्ता देखिन्छन्, तर पुरानो लोगो जत्तिकै पुरा स्क्रिप्ट पनि होइनन्। इन्स्टाग्रामको डिजाइन टिमले नयाँ वर्डमार्क बनाउँदा आफ्नो पुरानो भिजुअल आइडेन्टिटीबाट इन्स्पिरेसन लिएको बताइएको छ। अर्थात् इन्स्टाग्रामले एकदमै नयाँ बाटो रोज्नुको सट्टा पुरानो इन्स्टाग्रामको क्यारेक्टरलाई राखेर त्यसलाई अहिलेको समय अनुसार रिफ्रेस गर्न खोजेको देखिन्छ। अब यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा, इन्स्टाग्रामको एप आइकन भने परिवर्तन भएको छैन। हामीले मोबाइलको होम स्क्रिनमा देख्ने त्यो स्क्वायर सेपको पिङ्क, पर्पल र ओरेन्ज ग्रेडियन्ट भएको क्यामेरा आइकन अहिले पनि उस्तै छ। त्यसैले तपाईले इन्स्टाग्रामले लोगो चेन्ज गर्यो भन्ने खबर सुन्नुभयो भने त्यसको अर्थ क्यामेरा आइकन हट्यो वा नयाँ भयो भन्ने होइन। अहिलेको परिवर्तन मुख्यतः टेक्स्ट बेस्ड लोगो अर्थात् वर्डमार्क मात्र परिवर्तन भएको हो, र यही कारणले यो परिवर्तन धेरैलाई पहिलो नजरमा सानो लाग्न सक्छ, किनकि इन्स्टाग्रामलाई हामीले प्राय यसको क्यामेरा आइकनबाट चिन्छौँ। फोनको स्क्रिनमा त्यो सानो इन्स्टाग्राम आइकन देखियो कि एप चिनिहालिन्छ। त्यहाँ इन्स्टाग्राम भनेर लेखेको पनि हुँदैन। त्यसैले ब्रान्ड रिकग्निसनका हिसाबले क्यामेरा आइकन भन्दा वर्डमार्क परिवर्तन गर्दा युजरलाई कम डिस्ट्रप्सन हुने सम्भावना हुन्छ। तर नयाँ लोगो इन्टरनेटमा पुगेपछि भने कथा अलि रोचक भयो। धेरै युजरले नयाँ अक्षरहरू हेरेर एउटा प्रश्न सोध्न थाले, इन्स्टाग्राम कहाँ छ? यहाँ त इन्स्टाग्राम लेखिएको जस्तो देखिन्छ। विशेष गरी नयाँ आरको सेपलाई लिएर धेरै कमेन्टहरू आएका छन्। सानो आकारमा हेर्दा आरलाई जेड जस्तो पढ्न सकिने भन्दै मानिसहरूले नयाँ वर्डमार्कको मजाक बनाइरहेका छन्। त्यसैले अहिले सोसल मिडियामा इन्स्टाग्राम भन्ने शब्द पनि निकै घुमिरहेको छ। कतिपयले त इन्स्टाग्रामको लोगो डिजाइनरले आरलाई किन यस्तो बनाए भनेर प्रश्न गरिरहेका छन्। अर्कोतर्फ केही डिजाइनर र युजरहरूले भने यो डिजाइनलाई डिफेन्ड गरेका छन्। उनीहरूको तर्क छ, ब्रान्ड आइडेन्टिटी सधैँ सबैलाई पहिलो नजरमै मन पर्नुपर्छ भन्ने छैन र मन नपर्न पनि सक्छ। नयाँ लोगोले इन्स्टाग्रामको पुरानो ह्यान्ड रिटन क्यारेक्टरलाई आधुनिक टाइपोग्राफीसँग जोड्न खोजेको हो। त्यसैले यो केवल फन्ट चेन्ज मात्र नभएर इन्स्टाग्रामको ब्रान्ड रिफ्रेसको एउटा हिस्सा हो। अब इन्स्टाग्रामले केवल वर्डमार्क मात्र परिवर्तन गरेको हो त? होइन। इन्स्टाग्रामले आफ्नो बोर्डर टाइपोग्राफी सिस्टममा पनि परिवर्तन गरेको छ। यस क्रममा इन्स्टाग्राम सान्सलाई अपडेट गर्नुका साथै इन्स्टाग्राम पेन र इन्स्टाग्राम मोनो नामका नयाँ टाइप फेसेस पनि प्रस्तुत गरिएको छ। यसको उद्देश्य
इन्स्टाग्राममा प्रयोग हुने टेक्स्ट र क्रिएटिभ कन्टेन्टलाई अझ धेरै एक्सप्रेसिभ र व्यक्तिगत बनाउन खोज्नु हो। यसलाई इन्स्टाग्रामको अहिलेको डाइरेक्सनसँग जोडेर हेर्नुभयो भने कुरा अझ स्पष्ट हुन्छ। इन्स्टाग्राम अब केवल फोटो सेयरिङ एप मात्र रहेन। आज इन्स्टाग्राममा सर्ट्स, भिडियोज, मेसेजिङ र सपिङ क्रिएटर्स छन्, बिजनेस छन् र अल्गोरिदम ड्रिभन कन्टेन्ट फिड नै प्लेटफर्मको ठूलो हिस्सा बनेको छ। त्यसैले इन्स्टाग्रामको ब्रान्ड आइडेन्टिटी पनि त्यही परिवर्तनसँगै अगाडि बढाउन खोजिएको देखिन्छ। तर यहाँ एउटा रोचक प्रश्न छ, यदि इन्स्टाग्रामले आफ्नो ब्रान्ड नै रिफ्रेस गर्न चाहेको हो भने क्यामेरा आइकन किन परिवर्तन गरेन? यसको धेरै प्र्याक्टिकल कारणहरू हुन सक्छन्। हामी इन्स्टाग्रामलाई मुख्यतः त्यो रङ्गीन स्क्वायर आइकनबाट चिन्छौँ। फोनको होम स्क्रिनमा एउटा सानो आइकन मात्र देख्दा पनि त्यो कुन एप हो भनेर तुरुन्तै थाहा हुन्छ। तर रिकग्निसन नै इन्स्टाग्रामको ठुलो ब्रान्ड एसेट हो। त्यसैले वर्डमार्क परिवर्तन गर्नु कम्प्यारिटिभली सजिलो हुन्छ, तर एप आइकन नै परिवर्तन गर्नु भने धेरै ठुलो कदम हुन सक्छ। अहिलेसम्म मेटाले भविष्यमा एप आइकन पनि परिवर्तन हुन्छ कि हुँदैन भन्ने स्पष्ट जानकारी दिएको छैन। त्यसैले अहिलेका लागि इन्स्टाग्रामको क्यामेरा आइकन सुरक्षित छ, तर भविष्यमा के हुन्छ त्यो भने हेर्न बाँकी छ। अब तपाईलाई अर्को कुरा पनि रोचक लाग्न सक्छ। इन्स्टाग्रामले नयाँ वर्डमार्क बनाउँदा एउटा मात्र डिजाइन बनाएर तुरुन्तै पब्लिक गरेको होइन। डिजाइन टिमले विभिन्न प्रकारका टाइपोग्राफी र डाइरेक्सनहरूमा प्रयोग गरेको थियो। अन्ततः उनीहरूले इन्स्टाग्रामको पुरानो स्क्रिप्ट आइडेन्टिटीलाई पूर्ण रूपमा त्याग्नुको सट्टा त्यसको केही क्यारेक्टर नयाँ डिजाइनमा राख्ने बाटो रोजे। अर्थात् यसको अर्थ इन्स्टाग्रामले भन्न खोजेको कुरा लगभग यस्तो हो, हामी बदलिएका छौँ तर हामी को हौं भन्ने कुरा बिर्सिएका छैनौं। यो ब्रान्ड रिडिजाइनमा निकै सामान्य रणनीति हो। पुरानो आइडेन्टिटीको सबै कुरा फालेर नयाँ बनाउनुको सट्टा मानिसले पहिल्यै चिनेका केही भिजुअल एलिमेन्ट्स राखेर नयाँ भर्सन तयार गर्नु। तर नयाँ लोगो सफल भयो कि भएन यो प्रश्नको उत्तर अहिले नै दिन अलि छिटो हुन्छ, किनकि लोगो डिजाइनको वास्तविक परीक्षा इन्टरनेटमा लन्च भएको पहिलो दिनको रियाक्सन होइन। केही महिनापछि मानिसहरूले त्यसलाई सामान्य रूपमा स्वीकार गर्छन् कि गर्दैनन् भन्ने हो। हामीले विगतमा पनि ठूला ब्रान्डहरूले लोगो परिवर्तन गर्दा सुरुमा निकै आलोचना भएको देखेका छौं, तर केही समयपछि त्यही डिजाइन सामान्य लाग्न थाल्छ। इन्स्टाग्रामको नयाँ वर्डमार्क को अवस्था पनि त्यस्तै हुन्छ कि हुँदैन त्यो समयले बताउनेछ। तर अहिलेको प्रारम्भिक रियाक्सन हेर्दा चाहिँ पुरानो लोगोका फ्यानहरू नयाँ डिजाइनबाट खासै प्रभावित भएको देखिएको छैन। तर इन्स्टाग्राम भन्ने निकनेमले त इन्टरनेटलाई नै सामग्री दिएको छ। अब तपाईं आफैले पनि तुलना गरेर हेर्नुहोस्, पुरानो इन्स्टाग्राम वर्डमार्क र नयाँ इन्स्टाग्राम वर्डमार्क मध्ये तपाईलाई कुन राम्रो लाग्यो, पुरानो कि नयाँ? र एउटा रोचक प्रश्न, नयाँ लोगो हेर्दा तपाईलाई पनि इन्स्टाग्राम भन्दा इन्स्टाग्राम देखिन्छ? कमेन्टमा अवश्य लेख्नुहोस्, किनकि लोगो भनेको कम्पनीले बनाउने भए पनि त्यसको अर्थ र इम्प्रेसन चाहिँ अन्ततः प्रयोग गर्ने मानिसले बनाउँछन्। इन्स्टाग्रामको नयाँ वर्डमार्क पनि अब त्यही परीक्षामा छ। अब तपाईको पालो, पुरानो कि नयाँ? कमेन्टमा एउटा शब्दमा लेख्नुहोस्, ओल्ड वा न्यू। यस्तै नयाँ टेक्नोलोजी, सोशल मिडिया र एआई सम्बन्धी इन्ट्रेस्टिङ अपडेटका लागि द राइस वोल्टीलाई सब्स्क्राइब गर्न नबिर्सनु होला। आजको भिडियोमा हामी यति मात्रै बहस गर्नेछौँ र फेरि अर्को नयाँ टेक्नोलोजीमा फेरि पुनः उपस्थित हुनेछौँ। हाम्रो भेट हुनेछ। तबसम्मका लागि नमस्कार।